सम्झिन्छ यार धेरै कुराहरू। आजसम्म नि सबै ताजै छ। मलाई थाहा छैन भगवान्ले मलाई यस्तै बनाएको हो कि मलाई समयले यस्तो बनाएको हो होइन। आज आफूलाई नै चिन्न गाह्रो भइरहेछ। सानैदेखि मनमा कति धेरै प्रश्नहरू आउँथ्यो जसको उत्तर मैले कहिले पनि पाएन होइन। म आफूलाई अलग त भन्दिनँ, तर म के थियो, किन थियो, कसरी थियो, सायद मेरो आमा बुवाले नि मलाई बुझ्न सकेन। मेरो नि रहर थियो, म नि ठुलो मान्छे बन्छु, मेरो नि इज्जत हुन्छ, मेरो नि नाम हुन्छ भन्थ्यो सबैजनाले। सानैदेखि यसको दिमाग त तेज छ, दिमाग टिप्छ यसले छिटै, यसले केही सिकायो भने यसले सिक्छ, सुन्ने बित्तिकै यसले टिप्छ। सायद त्यही सुन्ने बानीले नै म आज सबको कुरा सुनेर म आफूलाई नै बिर्सिसकेँ। कुन बाटो जाने, कुन बाटो सही, कुन बाटो गलत, यार यत्रो धेरै कुराहरू अल्झेको छ नि मनमा, शब्दहरू। त्यो सायद मैले कसैलाई सुनाउनै सकेँ अवस्थामै छैन, अथवा सुनाउने आँटै आएन। चोर, डाका, हरामी, जे हुन्छ यो अनौठो शब्दहरू होइन, नामहरू, त्यसले मेरो आधी जीवन नै नष्ट बनाइदियो। अब थोडी न मलाई नि थाहा थियो र अब कसरी सोच्ने, कोसँग हिँड्ने, कोसँग समय बिताउने। अब के थाहा त्यो सङ्गतमा म पनि एउटै हुन्छु भनेर। सोझो त थिएँ मनबाट सानैदेखि, चित्त बुझ्ने के। मलाई सानैदेखि कसैको चित्त अथवा मनै दुखाउन सक्थेन क्या। मेरो त्यो कमजोरी हो कि मेरो त्यो तागत हो, आजसम्म नि त्यसको मैले उत्तर पाएको छैन। माया गर्नुहुन्छ सबले मलाई थाहा छ, तर त्यो मायाको हकदार म आफै छैन। मेरो कस्तो सोच छ, मेरो दिमागले म आफूलाई नै खाइसकेको छु क्या। आफ्नो जीवन मैले आफै बिगारिरहेको छु। मलाई नि रहर छ खुलेर बोल्नु, खुलेर रमाइलो गर्नु। मलाई नि इच्छा छ कसैको बाल नलाउनु, साथीभाइ बनाउनु, केटाहरूसँग घुम्नु, त्यो कसैकोमा साथ दिनु, तर कोही छैन लास्टमा। यस्तो पापहरू गरेछु, सायद कसैको आमाले म जस्तो छोरा पाउन चाहिँ सायद 100 चोटि सोध्छ होला, अथवा सोचे पनि फेरि पनि नि सायदै जन्माउनु होला। मेरै नै गल्ती हो, पाप मैले नै गरेको हो, दोष म कसैलाई दिन्न। सायद मैले बुझ्ने समयमा अलिकति भयो नि मैले आफूलाई मनभित्र कोसिस गरेको भए खोज्ने, त्यस्तो घटिया हरकत त सायद मैले गर्थेन होला। त्यही घटिया हरकतले गर्दा म आज पश्चातापको आगोमा हुन्थेन होला। जिन्दगी गाह्रो होइन, जिन्दगी तनाव होइन, जिन्दगी पश्चाताप होइन। आज आएर जिन्दगी सायद कसैको लागि जिन्दगी नै रहेन। यस्तो एउटा किताबको पानमा म आएर रोकेछु कि विगत पलमा गएर सच्याउने एउटा आशै भयो र
भविष्यमा गएर केही सफलता हासिल गर्छु भन्ने एउटा सौदा जस्तै भयो।